आज मुम्बईको वानखेडे स्टेडियममा क्रिकेट मात्र खेलिएन, एउटा इतिहास लेखियो। एकातिर आधुनिक क्रिकेटको पावर हाउस इङ्ल्यान्ड, अर्कोतिर सपना बोकेर उडेका 11 नेपाली राइनोज। वानखेडेको छोटो बााउन्ड्रीमा विश्वका ठूला बलरहरू डराउँछन्, तर हाम्रा युवा बलरहरूले इङ्ल्यान्डलाई 184 रनमा रोक्नु नै नेपालको पहिलो जित। र लक्ष्येन्द्र सिंह ऐरी र लोकेश बमले प्रहार गरेका ती केही ट्रेडमार्क छक्काहरूले स्टेडियममा रहेका हजारौं नेपाली समर्थकहरूलाई एउटा आशा दिलाएका थिए। नेपालले यो खेल 4 रनले हारे पनि अन्तिम ओभरसम्म लड्ने जुन मानसिकता देखायो, त्यसले इङ्ल्यान्डलाई समेत सोच्न बाध्य बनायो। यस्तो प्रतिस्पर्धात्मक प्रदर्शनले सङ्केत गर्छ एसोसिएट टिमहरू पनि अब ठूलो क्रिकेटमा जोरदार चुनौती दिन सक्छ। आजको यो अनुभवले सन् 2026 को बाँकी विश्वकप यात्रामा नेपाललाई झन बलियो बनाउने छ। अन्त्यमा निराश हुनुपर्ने कारण छैन। वानखेडेमा आज नेपाली झण्डा जसरी फहरायो, त्यसले प्रमाणित गर्छ कि नेपाल अब अन्डरडग मात्र रहेन, अब हामी विश्व क्रिकेटको एउटा उदयमान शक्ति हौं।